माननीय सदस्य हर्कराज राई, समय 5 मिनट। त्यसपछि माननीय सदस्य ज्ञान बहादुर शाही। सम्माननीय सभा महोदय, बजेटको छलफलमा कुराहरू हामीले राखिरहेका छौँ, तर रेड बुक चाहिँ बनिसकेको छ भन्ने जानकारी आएको छ। एक दुईवटा किताबहरू पनि हामीले प्राप्त भएको छ। यो छलफल चाहिँ हाम्रो त्यो बुक बन्नुभन्दा पहिला हामीले गरेर हाम्रो सल्लाहहरू त्यसमा राखिदिए राम्रो हुन्थ्यो। अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध छ, सरकारलाई हाम्रो अनुरोध छ। अर्थमन्त्रीज्यूले यही रोस्ट्रममा उभिएर 5 वर्ष पछाडि तपाईँहरूको इच्छाअनुसारको बजेट बनाउनुहोस् भन्ने हिसाबले बोल्नु भएको कुराप्रति पनि म सहमति र आपत्ति व्यक्त गर्दै, खासमा यो बजेट भनेको चाहिँ के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ जस्तो लाग्छ। बजेट भन्ने चाहिँ सरल भाषामा मैले बुझेको चाहिँ यति पैसा उठाउँछु र यो काम गर्छु भन्ने हाम्रो आर्थिक योजना हो। कति पैसा उठाउने त, तर कसरी उठाउने त भन्ने ढङ्ग पनि हुन्छ होला। अलिक क्रिटिकल्ली नै मैले यसलाई चाहिँ नि समीक्षा गर्नुपर्छ। पेट्रोलियम पदार्थको मूल्य विश्वकै सबैभन्दा महँगो नेपालमा, त्यसरी चाहिँ नि होइन डे टु डे चाहिने उपभोग्य तपाईँको चाहिँ नि सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाकली बढाएर हामीले राम्रो बजेट बनाइरहेको छैनौँ भन्ने मलाई लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि हामीले त्यतातिर ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ। अनुरोध गर्न चाहन्छु। बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्नु जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ। र मलाई चाहिँ लाग्छ हामी समस्यालाई समाधान गर्नतर्फ चाहिँ सुरुमा लाग्नुपर्छ। अब समस्या थुप्रै छन् नेपालमा। समस्या नभएको हुन त देशै कुन छ र, होइन? अरू देशमा पनि समस्या छन्। ती समस्याहरूमा पनि कुन चाहिँ समस्या चाहिँ हाम्रो प्रायोरिटीको समस्या हो, त्यसलाई चाहिँ हामीले समाधान गर्नुपर्ने हो भन्ने बारेमा चाहिँ हाम्रो ध्यान जानुपर्ने हो। जस्तै खानेपानीको समस्या र बाटोको समस्या। खानेपानीको समस्यासँग बाटोको समस्या तुलना गर्दा बाटो त हामी 6 महिनासम्म धुलेमा पनि हिँड्न सक्छौँ, तर खानेपानी चाहिँ एक दिन पनि हामी पानी छैन भने बाँच्न सक्दैनौँ। त्यसले गर्दाखेरि त्यो हिसाबबाट कुन चाहिँ समस्या चाहिँ हाम्रो प्राथमिकताको समस्या हो, प्राथमिकता 1 को समस्यालाई हामीले हल गरेर मात्रै 2 मा जानुपर्छ भन्ने हिसाबबाट चाहिँ हाम्रो बजेट बन्नु पर्थ्यो। हामी यहाँ एआई का कुरा गरिरहेका छौँ। म धरान उपमहानगरपालिकाको मेयर पनि भएर आएको मान्छे। मेरै पालिकामा तपाईँको चाहिँ नि के अरे वडा नम्बर 20 वडा नम्बर 4 तिर गयो भने टेलिकमको सिग्नल आउँदैन, फोनै लाग्दैन धरानमै। भनिसकेपछि त्यो अवस्था के होला यदि हामी भोजपुर गयौँ, खोटाङ गयौँ, होइन, तेह्रथुम भन्नुको मतलब पहाडी र लेकाली हिमाली इलाकामा हामी गयौँ भनेदेखि अवस्था कस्तो होला? त्यसतर्फ सरकारले चाहिँ प्रायोरिटी गरेर बजेट बनाउनुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। मैले अघि भनिहालेँ, किताब बनिसकेको छ। मैले दिएको सुझावको खासै अर्थ त नहोला हुन चाहिँ, तर त्यसरी जाँदाखेरि राम्रो हो। अहिले हाम्रो धेरै हाम्रा आकाङ्क्षाहरू छन्, महत्त्वाकाङ्क्षाहरू छन्, है। काठमाडौँ भ्यालीभित्र पनि गर्नुपर्ने छ, तर भ्याली बाहिर पनि त नेपाल छ। यो भ्यालीभित्रै पनि हामी विभिन्न तपाईँको वर्गका मान्छे छौँ, है। कोही 5 तले घरमा बस्छौँ, कोही झुपडीमा बस्दै थियौँ। हिजो अस्ति हामीले नै होला, होइन, डोजर लगेर तपाईँको चाहिँ के अरे भत्काइदियौँ। अब ती मान्छेहरूले व्यवस्थापन गर्नका लागि यो बजेटले सम्बोधन गरेको छ कि छैन? किसानको कुरा कति समेटिएको छ? यी कुराहरू, मजदुरका कुरा कति समेटिएका छन्? यी कुराहरूमा चाहिँ तपाईँको ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। त्यसतर्फ म सरकारलाई, अर्थमन्त्रीज्यूलाई ध्यान आकर्षण गर्न चाहन्छु। त्यसै गरी वक्तव्यको क्रममा एक दुईवटा कुराहरू, जस्तै 100 वटा घर हामी बनाएर
सर्वसाधारणलाई बिक्री गर्नेछौँ भन्ने खालको चाहिँ नि अर्थमन्त्रीज्यूको वक्तव्यमा कुराहरू आउँदाखेरि त्यो आपत्तिजनक छ। नेपाल सरकार भनेको वास्तवमा के हो भन्दाखेरि शान्ति सुव्यवस्था कायम गर्ने र सेवा सुविधा प्रवाह गर्ने एउटा निकाय मात्रै हो। हामी जग्गा व्यापारी होइन, रियल इस्टेट बिजनेस गर्ने हामी मान्छे होइनौँ, त्यो निकाय होइन। यो कुरा हामीले चाहिँ नि एक्का राख्नुपर्छ। हामीले सेवा सुविधा प्रवाह गर्ने। माननीय सदस्य, समय सकियो।